हेलो एभ्रिवान, तपाईहरुलाई स्वागत छ आजको यस भिडियोमा। आज यस भिडियोमा सहायक कम्प्युटर अपरेटरको जुन असार 7 गते शनिबारको दिन एक्जाम लोकसेवा आयोगले ल्याएको थियो त्यसको सोलुसनको बारेमा चर्चा गर्न गइरहेका छौं। र अब ढिला नगरिकन भिडियोतर्फ लागौं। र सहायक कम्प्युटर अपरेटरले जुन एक्जाम ल्याएको थियो लोकसेवा आयोगबाट, त्योमा सबभन्दा पहिला 1 नम्बरदेखि लिएर 20 नम्बरसम्म सामान्य ज्ञान र कार्यालय व्यवस्थापन सम्बन्धी क्वेशनहरू थियो। र आज म कम्प्युटरको क्वेशनको बारेमा कुरा गर्न गइरहेको छु। सबभन्दा पहिला 21 नम्बरको क्वेशनमा के थियो भने, व्हिच इज द प्रोपर्टी अफ फरेन की इन आरडीबीएमएस। र आरडीबीएमएस को कुरा गर्दाखेरि रिलेसनल डेटाबेस म्यानेजमेन्ट सिस्टम हो। र एक्चुअलीमा त्यसको प्रोपर्टी के छ, व्हाट इज द प्रोपर्टी। प्रोपर्टी मिन्स त्यसको के गुण छ फरेन की को केमा, रिलेसनल डेटाबेस म्यानेजमेन्ट सिस्टममा। त्यसको सही आन्सर हो, त्यसले के गर्छ भने रेफर्स टु द प्राइमरी की इन एनदर टेबल। अर्को टेबलको यसले प्राइमरी कीलाई रेफर गर्छ। यसको सही आन्सर हो बी नम्बर। अब क्वेशन नम्बर 22 को कुरा गर्दाखेरि, व्हिच अफ द फ्लोइङ कमान्ड इन पावर पोइन्ट इज युज टु ब्रिङ द युजर डाइरेक्टली टु द लास्ट स्लाइड अफ द प्रेजेन्टेसन। यसको सही आन्सर हो इन्ड। र किबोर्डबाट हामीले इन्डलाई प्रेस गर्दाखेरि जति पनि स्लाइड छ बन्या छ र इन्ड प्रेस गर्ने बित्तिकै त्यो सबभन्दा लास्टको स्लाइडमा पुगिन्छ। अब 23 नम्बर क्वेशनको कुरा गर्दाखेरि, व्हाट इज द पर्पस अफ अ टाइटल स्लाइड इन अ प्रेजेन्टेसन। र टाइटल स्लाइड को के पर्पस के हो एक्चुअलीमा प्रेजेन्टेसनमा जुन एउटा टाइटल स्लाइड हुन्छ। जस्तै हामीले प्रेजेन्टेसन खोल्दाखेरि जहाँ हामीले प्रेजेन्टेसन ओपन गर्छौं पावर पोइन्ट, र पावर पोइन्टमा के हुन्छ एक्चुअली ओपन गर्ने बित्तिकै यहाँ के हुन्छ भने क्लिक टु एड टाइटल। र हामीले टाइटल किन हाल्छौं, टाइटलले के गर्छ भने त्यसको टपिक के को बारेमा छ त्यसलाई इन्ट्रोड्युस गर्छ। त्यसले के गर्छ, इन्ट्रोड्युस गर्छ। जस्तै हामीले कम्प्युटर लेखेर टाइटलमा, त्यसपछि यसले के एक्चुअली डिस्क्राइब गर्छ भने कम्प्युटरका बारेमा हामी के गर्न गइरहेछौं, डिस्क्राइब गर्न गइरहेछौं। त्यसैले 23 को सही आन्सर हो टु इन्ट्रोड्युस द टपिक एन्ड प्रोभाइड द बेसिक इन्फर्मेसन। त्यसपछि क्वेशन नम्बर 24 को कुरा गर्दाखेरि, व्हिच केबल टाइप युजेस लाइट सिग्नल्स टु ट्रान्समिट डेटा। कुन केबलले लाइट सिग्नलबाट आफ्नो डेटाहरूलाई ट्रान्समिट गर्छ, ट्रान्सफर गर्छ। र त्यसको सही आन्सर हो फाइबर अप्टिक केबल। र फाइबर अप्टिक केबलले लाइट सिग्नल्सबाट आफ्नो डेटाहरूले ट्रान्समिट गर्न गर्छ। जति पनि अबको जति पनि आईएसपीहरू छ जस्तै वर्ल्ड लिङ्क, त्यसले फाइबर अप्टिक केबलको युज गर्छ। र त्यही भएर डाटाहरू लस हुँदैन त्योमा, अनि स्पिड पनि सबभन्दा बढी हुन्छ। त्यसपछि कुरा गर्दाखेरि 25 नम्बरको, व्हिच टाइप अफ नेटवर्क टोपोलोजी कनेक्ट्स अल द डिभाइसेस टु ए सेन्ट्रल हब अर स्विच। कुन नेटवर्क टोपोलोजीले सबै पनि डिभाइसहरूलाई त्यसलाई एउटा सेन्ट्रल हबमा त्यसले के गर्छ, कनेक्ट गर्न गर्छ। यसको कुरा गर्दाखेरि जस्तै इक्जाम्पल लिँदाखेरि जस्तै एउटा बिचमा सेन्ट्रल हब हुन्छ, त्यसले अनि डाटाहरू ट्रान्सफर गरिन्छ। स्टार जस्तो कुनमा हुन्छ त्यो, स्टार टोपोलोजीमा, तारा जस्तै स्टार अनि
यसको कुरा गर्दाखेरि तपाईँहरूलाई म हेराइ नगइरहेको छु। जस्तै स्टार टोपोलोजीमा के हुन्छ भने यहाँबाट स्टार टोपोलोजी र यसको डायग्राम हेर्दाखेरि यस्तो हुन्छ। त हामीले के गर्छौँ भने बिचमा के हुन्छ त्यसको हब, अनि चारटैबाट कम्प्युटर, चारतिरबाट कम्प्युटर के हुन्छ यसमा कनेक्ट। जस्तै ए डिभाइस भइहाल्यो, बी डिभाइस 1 2 3 4 5 स्टार जस्तो बिचमा हब भयो। त्यसको चारटै साइडमा के हुन्छ भने त्यसको डिभाइसहरू कनेक्ट भए हुन्छ स्टार जस्तो। त्यहीलाई हामी के भन्छौँ स्टार टोपोलोजी भन्नाले व्हिच टाइप अफ नेटवर्क टोपोलोजी कनेक्ट्स अल द डिभाइसेस टु ए सेन्ट्रल हब। सेन्टर हबमा अथवा स्विचमा कुन टोपोलोजीले स्टार टोपोलोजीले। त्यसपछि 26 को कुरा गर्दाखेरि अ कम्प्युटर इज नो मोर एक्सेसिबल व्हिच अफ द फ्लोइङ सेक्युरिटी प्रिन्सिपल इज भायोलेटेड इन दिस केस। यसको मतलब के हुन्छ भने अ कम्प्युटर इज नो मोर एक्सेसिबल, कम्प्युटरलाई हामीले बढी समयसम्म त्यसलाई एक्सेस गर्न पाइँदैन। कस्तो सिचुएसनमा र कस्तो सिचुएसनमा त्यसलाई हामीले बढी समयसम्म त्यसलाई एक्सेस गर्न पाइँदैन। कति बेला कन्फिडेन्सियलिटी, इन्टिग्रिटी, एभेबिलिटी र नन रिपिडिएसन। यसको सही आन्सर हो एभेबिलिटी। 27 को कुरा गर्दाखेरि व्हाट इज द प्राइमरी पर्पस अफ अथेन्टिकेसन इन कम्प्युटर सेक्युरिटी। र अथेन्टिकेसन कम्प्युटर सेक्युरिटीको कुरा गर्दाखेरि अथेन्टिकेसनको काम के हुन्छ, अथेन्टिकेसनको के वर्क के हुन्छ भनेर त्यसको प्राइमरी पर्पस के हुन्छ भने त्यसले के गर्छ, इट भेरिफाई द आइडेन्टिटी अफ अ युजर अर इन्टिटी। कुनै पनि युजर एक्चुअलीमा भ्यालिड छ कि छैन त्यसलाई हामीले के गर्छौँ आइडेन्टिफाई गर्छौँ, त्यसलाई के गर्छौँ हामीले रिकग्नाइज गर्छौँ। त्यही हो अथेन्टिकेसन। इक्जाम्पलको लागि जस्तै हामीले कम्प्युटरमा कुनै लक लगाउँछौँ, जस्तै ओपन गर्दाखेरि त्यसमा लक हुन्छ, अनि लक त अथेन्टिकेटेड पर्सनलाई मात्र त्यसको लक के पासवर्ड छ भने थाहा हुन्छ। त्यही भएर हामीले के गर्छौँ यसलाई, त्यसको मेन पर्पस के हो भने प्राइमरी पर्पस अथेन्टिकेसन कम्प्युटर सेक्युरिटी पर्पसको लागि त्यसको मेन के पर्पस हो भने कुनै पनि युजर छ कि छैन त्यसलाई हामीले के गर्छौँ आइडेन्टिफाई गर्छौँ, रिकग्नाइज गर्छौँ। त्यसैले सही आन्सर यसको हो टु भेरिफाई द आइडेन्टिटी अफ युजर अर इन्टिटी। 28 को कुरा गर्दाखेरि व्हिच अफ द फ्लोइङ इज नट एन एडभान्टेज अफ साइबर सिक्युरिटी। 28 को कुरा गर्दाखेरि के छ भने कुन साइबर सेक्युरिटीको फाइदा छैन, एडभान्टेज छैन, मेरिट छैन, के हो त्यो। मेक्स द सिस्टम स्लोअर, त्यसको एडभान्टेज भएन। मिनिमाइजेस द कम्प्युटर फ्रिजिङ इन क्रेसेस, त्यो के हो एडभान्टेज भएन। गिव्स प्राइभेसी टु युजर, ल अब 28 में के छ भनेर व्हिच अफ द फ्लोइङ इज नट एन एडभान्टेज अफ साइबर सेक्युरिटी। क्वेसनमा के भन्छ भने नट एन एडभान्टेज, यहाँ एडभान्टेज त्यो साइबर सेक्युरिटीको कुन छैन भनेर, र म्याक्स द सिस्टम स्लोअर त्यो एडभान्टेज भएन किनभने त्यो के हो डिसएडभान्टेज हो। ओके, अनि 28 को कुरा गर्दाखेरि व्हिच अफ द फ्लोइङ इज नट एन एडभान्टेज अफ साइबर सेक्युरिटी, र तलेको दिएका मध्येमा कुन साइबर सेक्युरिटीको एडभान्टेज होइन। मिनिमाइजेस द कम्प्युटर फ्रिजिङ क्रेसेस, यो यसको एडभान्टेज हो। गिव्स प्राइभेसी टु युजर, यो पनि एडभान्टेज हो। प्रोटेक्ट्स योर सिस्टम एगेन्स्ट भाइरस, यो पनि एडभान्टेज हो। र मेक्स द सिस्टम स्लोअर, यो एडभान्टेज हो भने यो के हो डिसएडभान्टेज हो। त्यही भएर यसको राइट एन्सर के छ भनेर 28 को राइट एन्सरको कुरा गर्दाखेरि मेक्स द सिस्टम स्लोअर। ओके, आफ्टर द्याट 29 number, which government body in Nepal is responsible for formulating and implementing policies related information and technology and cyber security? What does mean 29 को क्वेसनले के भन्छ भनेर which government body
in Nepal is responsible for formulating and implementing policies related to information technology and cyber security. र यसको कुरा गर्दाखेरि कुन गभर्नमेन्ट बडीले नेपालमा पोलिसिजहरू इन्फर्मेसन टेक्नोलोजी अथवा साइबर सेक्युरिटीको पोलिसिजहरूलाई रिस्पोन्सिबल गर्छ, त्यसरी रिस्पोन्समा ल्याउँछ? त मिनिस्ट्री अफ होम एफेयर्स हुँदैन, मिनिस्ट्री अफ फाइनेन्स हुँदैन, मिनिस्ट्री अफ ल जस्टिस एन्ड पार्लियामेन्ट्री एफेयर्स हुँदैन। त्यसको सही एन्सर हो के? मिनिस्ट्री अफ कम्युनिकेसन एन्ड इन्फर्मेसन टेक्नोलोजी, आइसिटी पोलिसी। ओके, आफ्टर द्याट 30 नम्बरको कुरा गर्दाखेरि व्हिच इस्युज डिजिटल सिग्नेचर सर्टिफिकेट एकर्डिङ टु इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063। व्हिच इस्युज, कुन, हु इस्युज, कसले इस्यु गर्छ डिजिटल सिग्नेचर सर्टिफिकेटलाई, कसको एकर्डिङ इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063। त्यसको सही एन्सर के हुन्छ भनेलाई सर्टिफाइङ अथोरिटी। कसले गर्छ? सर्टिफाइङ अथोरिटीले। ओके, आफ्टर द्याट 31 को कुरा गर्दाखेरि युएनआइएसी स्ट्यान्ड्स फर। यो क्वेसनको कुरा गर्दाखेरि यो क्वेसनमा युएनआइभिएसी हुनु पर्थ्यो, त्यसको सट्टामा के लेख्या छ योमा युएनआइएसी। यो क्वेसन मिस्टेक छ, त्यही भएर मैले हाइलाइट गरेको छु। इनकरेक्ट क्वेसन के छ भनेर, इनकरेक्ट क्वेसनमा इट इज एक्चुअली युनिभेक नट युनिएक। यसमा के हुनु पर्थ्यो? युएनआइभिएसी नट युएनआइएसी। त युएनआइभिएसी को के हुन्छ फुल फर्म? युनिभर्सल एटोमेटिक क्यालकुलेटर। त्यसको सही आन्सर। अब क्वेसन नम्बर 32 को कुरा गर्दाखेरि व्हिच अफ द फलोइङ डिभाइस डज ट्र्याकबल बिलोङ टु? दिएका मध्ये कुन डिभाइसले ट्र्याकबललाई बिलोङ गर्छ, ट्र्याकबल बिलोङ गर्छ त्योबाट? त्यसको सही आन्सर हो इनपुट डिभाइस। कुन डिभाइस छ त्यो? इनपुट डिभाइस। ट्र्याकबलको युज हामीहरूले खास गरेर गेमिङ पर्पजको लागि युज हुन्छ। इनपुट डिभाइस कस्तो खालको डिभाइस हो त्यो? इनपुट। हामीहरूले त्यो भएर कन्ट्रोल गर्छौँ कुनै पनि गेम यदि हामीहरूले त्यो खेलिरहेछौँ भने, अनि ट्र्याकबलबाट हामी त्यसलाई के गर्छौँ? कन्ट्रोल गर्छौँ। त्यस्तो के भयो? त्यसले इन्स्ट्रक्ट गर्छ कम्प्युटरमा। सो द्याट्स द trackball is a input device. The device which is used to give the instruction to the computer is known as input device. Okay, after that question number 33. Which of the file contains instruction that can be executed by a computer's operating system? र कुन फाइल ले कम्प्युटर्स ओएसले त्यसलाई एक्जिक्युट गर्छ? कस्तो किसिमको फाइललाई? .doc फाइललाई कि .audio फाइललाई कि .exe फाइललाई अथवा कम्प्रेस्ड फाइललाई? त .exe। कहिले पनि हामीले इन्स्टल गर्दाखेरि कुनै एप्स हामी अथवा कुनै सफ्टवेयर हामी अब कम्प्युटरमा त्यसलाई डाउनलोड गर्छौँ र डाउनलोड गरिसकेपछि हामीले त्यसलाई इन्स्टल गर्न जान्छौँ भने त्योमा के हुन्छ? अप्सन हुन्छ। कस्तो खालको फाइल छ भने .doc फाइल, त्यसले एक्जिक्युट हुँदैन। त्यो के गर्छ भने .doc फाइल यदि हामीले ओपन गर्छौँ त्यो माइक्रोसफ्ट वर्डबाट त्यो ओपन हुन्छ। र अडियो फाइललाई हामी ओपन गर्छौँ भने कुनै मिडिया प्लेयर अथवा कुनै पनि अडियो प्लेयरबाट त्यो ओपन हुन्छ। र एक्जिक्युटेबल फाइल भन्नाले हामीले त्यसलाई एक्जिक्युट गर्न सक्छौँ अथवा त्यसलाई हामीले इन्स्टल गरेर युज गर्न सक्छौँ। त कुन फाइल हो त्यो? .exe फाइल। त्यसलाई हामीले के भन्न सक्छौँ? .exe फाइल पनि भन्न सक्छौँ। ओके, त्यसपछि कुरा गर्दाखेरि वाट इज द मेन एडभान्टेज अफ युनिकोड ओभर ASCII? ASCII वाट इज द मेन एडभान्टेज? त्यो ASCII कोड जुन हुन्छ त्यसको एडभान्टेज के छ भनेर, त्यसको एडभान्टेज के हो? ASCII कोडको कुरा गर्दाखेरि त्यसको एडभान्टेज के हुन्छ भने त्यसले के गर्छ भने युनिकोड सपोर्ट्स अ वाइड रेन्ज अफ क्यारेक्टर्स एन्ड ल्याङ्ग्वेज। ASCII कोडले के गर्छ भनेर वाइड रेन्ज अफ क्यारेक्टर्स र ल्याङ्ग्वेजहरूलाई त्यसले के गर्न सक्छ? सपोर्ट गर्न सक्छ। ओके, त्यसपछि 35 को कुरा गर्दाखेरि व्हिच इज द रिसोर्स म्यानेजर इन कम्प्युटर सिस्टम? वाट इज द रिसोर्स म्यानेजर इन कम्प्युटर सिस्टम? कम्प्युटर सिस्टममा रिसोर्स म्यानेजर कुन हो? CPU होइन, सिस्टम एडमिनिस्ट्रेटर होइन,
नेटवर्क एडमिनिस्ट्रेटर होइन, मेन के हुन्छ भने अपरेटिङ सिस्टम, बिकज we cannot run the computer or use the computer having a hardware device but there is not installation of the operating system, then we cannot use it. That's why we can say that the resource manager computer system is operating system. Okay, then we are going to question number 36 and the question number 36 मा के छ भनेर which of the following file extensions suggests that the file is a backup copy, र कुन फाइल एक्सटेन्सन भन्नाले जस्तै डकुमेन्ट फाइलको .doc भयो, एक्सेल फाइलको .xlsx भयो, त्यस्तै त्यसको एक्सटेन्सन नेम के छ जस्तै BAC, ब्याकअप, TXT, CSU, त हामीले कुनले सजेस्ट गर्छौँ ब्याकअप कपीको लागि .bsk. ओके, आफ्टर द्याट क्वेसन नम्बर 37 which section in Windows allows you to add or remove programs, र कम्प्युटरको कुन विन्डोजले हामीलाई एलाउ गर्छ, कुन सेक्सन विन्डोजको एलाउ गर्छ एड अथवा रिमुभ प्रोग्राम, कुनै पनि प्रोग्रामलाई हामीहरूले एड गर्न सक्छौँ अथवा त्यहाँबाट इन्स्टल गर्न सक्छ अथवा इन्स्टल गर्न सक्छौँ, कुन कन्ट्रोल प्यानलले केबाट हामीले गर्न सक्छौँ, कन्ट्रोल प्यानलले. ओके, आफ्टर द्याट क्वेसन नम्बर 38 the keyboard shortcut key of Windows Explorer or File Explorer in the Windows operating system is, के छ क्वेसनमा भनेर the keyboard shortcut key के को लागि Windows Explorer or File Explorer in the Windows operating system, त के हुन्छ भने यसको Windows key plus E हुन्छ. के हुन्छ Windows key plus E लाई थिच्दाखेरि हामी के गर्छौँ भनेर यो सर्टकट की के को लागि विन्डोज एक्सप्लोरर अथवा फाइल एक्सप्लोरर, केमा विन्डोज अपरेटिङ सिस्टममा. ओके, अब क्वेसन नम्बर 39 को कुरा गर्दाखेरि which of the following command is used to correct the spelling and grammar in MS Word, कुन कमान्डले स्पेलिङ अथवा ग्रामरलाई त्यसले के गर्छ करेक्ट गर्छ, त्यसको के हो एन्सर हो, चेकिङ हुँदैन, स्पेल करेक्सन हुँदैन, स्पेलिङ एडिटर हुँदैन, के हुन्छ स्पेलिङ एन्ड ग्रामर, यसको सही एन्सर हो. अब कुरा गर्दाखेरि क्वेसन नम्बर 40 को इन MS वर्ड पेज सेटअप डायलॉग बॉक्स क्यान बी ओपन्ड बाय डबल क्लिकिङ, पेज सेटअप बॉक्स ओपन्ड बाय डबल क्लिकिङ इन MS वर्ड, केमा MS वर्डमा पेज सेटअप डायलॉग बॉक्स ओपन हुन्छ, केमा डबल क्लिक गर्दाखेरि कुनमा एनीवेयर इन द होरिजेन्टल और भर्टिकल रुलर, यसको सही एन्सर हो यो. इक्जाम्पलमा मैले तपाईँलाई हेराइदिएँ जस्तै यही हो होइन MS वर्ड, त्यसलाई हामीले के गर्छौँ रुलर, जस्तै यो रुलर छ, रुलरमा के गर्ने हामी एनीवेयर इन होरिजेन्टल और भर्टिकल रुलर, यो तपाईँलाई कुन रुलर भयो, यो भर्टिकल रुलर भयो, अनि यो के भयो होरिजेन्टल रुलर भयो. जस्तै मैले होरिजेन्टल रुलरमा डबल क्लिक गरेँ, डबल क्लिक गर्ने बित्तिकै यहाँ पेज सेटअपको डायलॉग बॉक्स एपियर भयो, त्यसैले हामी के भन्न सक्छौँ कि इन MS वर्ड पेज सेटअप डायलॉग बॉक्स क्यान बी ओपन बाय डबल क्लिकिङ इन एनीवेयर, कुनै ठाउँमा, केमा भर्टिकल रुलरमा अथवा होरिजेन्टल रुलरमा. ओके, नाउ क्वेसन नम्बर 41 in a word processing application which element displays information such as page number, word count and spell checking status. अब कुरा गर्दाखेरि वर्ड प्रोसेसिङ एप्लिकेसनमा कुन एलिमेन्ट डिस्प्ले इन्फर्मेसन, पेज नम्बर पनि, वर्ड काउन्ट कति छ, स्पेल चेकिङ कति छ भने कहाँबाट हामीले चेक गर्छौँ, स्टेटस बारबाट. कहाँबाट हामी हेर्छौँ यसलाई, स्टेटस बारबाट. जस्तै यहाँ मैले ओपन गरेको छु MS वर्डलाई र हामीले यसलाई हेर्न चाहन्छौँ, के हेर्न चाहन्छौँ भने यता के दिया छ, पेज नम्बर, के छ पेज नम्बर, वर्ड काउन्ट अनि स्पेल चेकिङ स्टेटस. तलपट्टि हेर्दाखेरि हामी यो के हो स्टेटस बार हो, जुनमा के छ यो पेज नम्बर अनि यो वर्ड काउन्ट अनि स्पेल चेक स्टेटस पनि यहीमा हुन्छ. यसलाई राइट क्लिक गरेर यसलाई मैले केलाई अन गर्छु, केमा स्पिकिङ ग्रामर चेक
अलरेडी यो टिक छँदैछ हैन, यहाँ मिस्टेक छैन, त्यही भएर योमा हेराइरहेको छैन। ओके, नाउ क्वेसन नम्बर 42 को कुरा गर्दाखेरि व्हिच अप्सन इन माइक्रोसफ्ट वर्ड इज युज टु क्रिएट अ बुलेटेड लिस्ट? कुन अप्सनले माइक्रोसफ्ट वर्डमा बुलेटेड लिस्ट क्रिएट गर्नमा मद्दत गर्छ भने जस्तै मैले यसलाई सिलेक्ट गरेँ अनि यहाँमा इन्सर्टमा गएर अनि यहाँ बुलेटेड नम्बरिङको अप्सन होममा गएर बुलेटेड एन्ड नम्बरिङ होला, बुलेटेड एन्ड नम्बरिङ यहाँ छ, यसलाई मैले क्लिक गरेर यहाँ बुलेट यसरी गऱ्यो भने यो के आयो भने बुलेटको आयो। त केबाट हुन्छ भने यसको बुलेट्सबाट हुन्छ। कहाँबाट हामी गर्न सक्छौँ? बुलेट्सबाट। ओके, त्यसपछि क्वेसन नम्बर 43 को कुरा गर्दाखेरि व्हिच की इज युज टु ओपन द हेल्प विन्डो इन एमएस वर्ड? एमएस वर्डमा कुन सर्टकट कीले हेल्प विन्डोको सिम्बल आउँछ? जस्तै मैले F1 लाई थिचेँ, F1 लाई थिच्दाखेरि केलाई थिच? F1 लाई, त वर्ड हेल्प भनेर यहाँ अप्सनमा आएछ, त्यही भएर त्यसको सही के आन्सर हुन्छ भनेर F1। ओके, व्हाट फंक्शन डू वी यूज टू रिटर्न द रिमाइन्डर आफ्टर अ नम्बर इज डिभाइडेड बाई अ डिभाइजर इन एक्सेल? कुन फंक्शन हामी युज गर्छौँ रिमाइन्डरको लागि आफ्टर अ नम्बर इज डिभाइडेड बाई डिभिजर इन एक्सेल? र त्यस के हुन्छ भनेर हामी MOD को कुरा गर्छौँ। MOD यसको करेक्ट एन्सर। अब यसको प्र्याक्टिकल गर्दाखेरि जस्तै मैले एक्सेल यहाँबाट ओपन गरेँ, यहाँबाट के गरेँ मैले MS एक्सेल, सरी योबाट एक्सेल डाइरेक्ट लेख्नुपर्छ एक्सटेन्सनमा, यसलाई ओपन गरेँ मैले र ओपन गर्दाखेरि एक्सेलमा यहाँ के लेखेँ मैले इक्वल टु MOD मोड लेखेर त्यसपछि योमा ब्र्याकेट स्मल ब्र्याकेट र कुनै नम्बर जस्तै मैले के भन्छ त्यसलाई 41 लाई कामा केले डिभाइड गर्ने 8 ले डिभाइड गर्छु भने कति त्यसको रिमाइन्डर आउनु पर्ने हो? 1। ओके हैन, जस्तै 8 पंचे 40 भयो, 5 क्वाइसेन्ट भयो, त्यसको रिमाइन्डर कति? 1 आउनु, त्यसलाई मैले के गरेँ इन्टर गरेँ अनि त्यो के आएछ भनेर 1। के को युज गरेछौँ हामीले? इक्वल टु MOD 41,8 भन्नाले MOD फंक्शनको हामी युज गरेछौँ, त्यही भएर त्यसको सही एन्सर के हो? मोड। ओके, आफ्टर दैट क्वेश्चन नंबर 45, हाउ आर सेल्स लेबल्ड इन अ स्प्रेडशीट? स्प्रेडशीट भन्नाले एक्सेल भयो, एक्सेलमा सेल्सहरूलाई कसरी लेबल्ड, कसरी त्यसलाई इन्डिकेट गर्न, जस्तै 1 2 3 ABC A1 B1 C1 A1 B1 C, यसलाई कसरी हामी इन्डिकेट गर्न सक्छौँ भनेर जस्तै एक्सेल ओपन गर्दाखेरि हामीले जस्तै यहाँ क्लिक गर्छौँ, के आएछ? जस्तै यहाँ के आयो? A1, यो A2 A3 A4 B1 B2 B3। द्याट्स वाइ वी क्यान से द्याट फर्स्ट के हुन्छ भनेर, फर्स्टमा के हुन्छ? त्यसको लेटर हुन्छ, त्यसपछि नम्बर हुन्छ। ओके, त्यही भएर त्यसको करेक्ट के आन्सर हुन्छ भनेर A1 B1 एन्ड C1। ओके, त्यसपछि 46 को कुरा गर्दाखेरि अ फंक्शन इनसाइड एनदर फंक्शन, एउटा फंक्शनलाई अर्को फंक्शनको मा हुन्छ, त्यसलाई हामीले के भन्छौँ? नेस्टेड भन्छौँ। के भन्छौँ? नेस्टेड। नेस्ट भन्नाले जाल जस्तै नेस्ट। ओके, आफ्टर दैट व्हाट डज द फंक्शन इक्वल टू सम A1 इज टू A10 डू इन माइक्रोसफ्ट एक्सेल? र यो फंक्शनले माइक्रोसफ्ट एक्सेलमा के गर्छ भनेर इक्वल टू सम गर, कसलाई? A1 देखि लिएर A10 जति पनि नम्बरहरू छ त्यसलाई के गर? सम गर। मैले यसलाई इक्जाम्पलमा हेराइदिएँ, जस्तै मैले A1 मा, यो A1 होइन, A1 मा मैले के लेखेँ? मैले यसमा के लेखेँ? 10।
4 लेखेँ। त्यसपछि A2 छ, A2 मा मैले 5 लेखेँ। A3 मा मैले 7 लेखेँ। A4 मा मैले 8 लेखेँ। 5 मा मैले 9 लेखेँ। यसरी गरेर मैले यसलाई 1 लेखेँ। A7 मा मैले 6 लेखेँ। A8 मा मैले 8 लेखेँ। A9 मा मैले 4 लेखेँ र A10 मा मैले के लेखेँ 7 लेखेँ। अब क्वेसनले के भन्छ भनेर A1 देखि लिएर र अनि A10 सम्म यो सबैलाई मलाई के गर्नु छ भने सम गर्नु छ भने कुन हामी फर्मुला युज गर्छौं इक्वल टु SUM त्यसपछि ब्र्याकेट ओपन र त्यसपछि त्यसको रेन्ज दिने के को A1 अनि त्यसपछि इज टु के गर्छौं हामी इज टु लेख्ने। इज टु लेखेर कतिसम्म A10 सम्म त्यसपछि त्यसलाई ब्र्याकेटलाई के गर्ने क्लोज गर्ने त्यसपछि इन्टर थिच्ने अनि यो सबै के भएर आउँछ यो सम भएर आउँछ। That's why we can say that the correct answer of question number 47 is के गर्छ त्यसले adds the value of cell A1 to A10 A1 देखि लिएर A10 सम्म। ओके 48 को कुरा गर्दाखेरि what does formatting rows and columns involve in an electronic spreadsheet र फर्मेटिङ रोज एन्ड कलम्स इलेक्ट्रोनिक जुन एक्सेल सिट जुन हुन्छ एक्सेलमा त्यसलाई के गर्छ त्यसले एडजस्टिङ द फन्ट साइज अफ टेक्स्ट विदिन सेल कि रिसाइजिङ द हाइट एन्ड विड्थ अफ रोज एन्ड कलम कि एप्लाइङ बोर्डर एराउन्ड सेल डिलिटिङ सेल कन्टेन्ट्स फ्रम ए स्पेसिफिक रोज एन्ड कलम। यसको सही आन्सर त्यसले के गर्छ यसलाई रिसाइज के गर्छ रिसाइज द हाइट एन्ड रिसाइजिङ द हाइट एन्ड विड्थ कलम। ओके त्यसपछि 49 को कुरा गर्दाखेरि which of the following improves the speed of data retrieval operations on a database table र डेटा रिट्रिभ गर्नको लागि छिटोभन्दा छिटो डाटालाई के गर्न एक्सेस गर्नको लागि हामी के गर्छौं त्यसलाई इन्डेक्सिङ गरेर राख्छौं। के गरेर राख्छौं इन्डेक्सिङ र इन्डेक्सिङ गर्दाखेरि हामीले त्यसलाई जस्तै इक्जाम्पलको लागि कुनै पनि स्कुल छ क्लासमा स्टुडेन्ट्सहरु हुन्छ स्टुडेन्ट्सहरुको के गर्छौं हामीहरुले रोल नम्बर के को लागि नामले यदि गर्दाखेरि टाइम लाग्छ अनि रोल नम्बरले हामीलाई के हुन्छ सजिलो र चाहेको बेला हामीलाई इजिली त्यहाँबाट रिट्रिभ गर्न सक्छौं डाटाहरु। अब 50 को कुरा गर्दाखेरि व्हाट इज द प्राइमरी की इन अ डेटाबेस र डेटाबेसको प्राइमरी की के हो त्यसले के गर्छ भनेर युनिकली आइडेन्टिफाई गर्छ इज रिकर्ड इन अ टेबल कुनै पनि टेबलमा जस्तै स्टुडेन्टको रोल नम्बर डेट अफ बर्थ भयो त्यसको मोबाइल नम्बर यो सबै के हो त्यसको प्राइमरी की हो। ओके र आजको लागि यति नै र आउने भिडियोमा तपाईहरुले पनि कम्प्युटर अपरेटरको क्लास लिन चाहनुहुन्छ भने स्विपसफ्ट इन्फोटेकमा सम्पर्क गर्नु होला र डिटेल्स मोबाइल नम्बर र अरु डिटेल्सहरु तपाईहरुको युट्युब च्यानलमा अलरेडी छँदै छ र आजको लागि यति नै र तपाईहरुको बीचमा म बिदा हुन चाहन्छु। ल हस् धन्यवाद।